प्रेसर कुकर बनाउने, ग्यास चुलो बनाउने हो दिदी। तपाईको यहाँको हावा लिक भइरहेको छ कि तपाईको हामीले यसलाई नयाँ फेर्दिहाल्छ त बनिहाल्छ। तपाईको दिदी छ नि यो रबर, यो कसैले तपाईलाई नक्कली दिइहाल्दैछ कि अहिले मैले तपाईको सक्कली रबर हाल्दिन्छु, राम्रो रबर हाल्दिन्छु कि हामीलाई धोती भनेर हिपिहाल्छ कि। तर हामी त धोती होइन नि, हामी त नेपाली हो नि, हामी त आफ्नो काम गरी खाइहालेछ कि। हाम्रो बहुत चिज दुखिहाल्छ। तपाईको अहिले यो मैले बनाइदिइहालेछु, अहिले बलेको छ, तर यो तपाईको धेरै लामो समय टिक्दैन, यो बिग्रिहाल्छ किनकि यो नक्कली सामान परिहालेछ कि। तपाईको यो जुन प्रेसर कुकर छ नि यो तपाईको बहुत राम्रो माल हो कि, तर पहिलेको मान्छेले तपाईको खराब वासेट हालिदिइहालेछ। तपाईको मेरो मामाको छोरा, काकाको छोरा सबै विदेश गइहालेछ कि, तर म भने नेपालमै बसिहालेछु कि यतै काम गरौँ भनेर। तपाईले भित्र यो काठ हालेर चलाइहाल्नु भएछ कि तपाईको यो एकदमै खराब हो, तपाईको पड्किन पनि सक्छ कि। तपाईले यस्तो कुरामा चाहिँ ख्याल गर्नुपर्छ कि तपाईको यस्तो हालेर हुँदैन। हामी त अरू जस्तो होइन कि दिदी, राम्रो माल हाल्छ, राम्रो सामान हाल्छ, पैसा पनि राम्रो लिइहाल्छ। राइस कुकर, वासिङ मेसिन सबै बनाइदिइहाल्छु। त मेरो ससुरालपट्टिको म एउटा मात्रै ज्वाइँ हो कि, तर एउटा ज्वाइँ विदेश गइहालेछ। मेरो स्वास्नीले डबल विवाह गरिहालेछ कि मलाई। त तपाईको म यही टोलमा घुमिहाल्छु कि तपाईको सामान बिग्रियो भने फेरि मलाई भन्नुहोस्, अरूलाई नभन्नुहोस्, अरूले बिगारिदिइहाल्छ कि नराम्रो सामान हालिदिन्छ।